सबैलाई जय मसिह। क्षमादानले मनलाई हलुको बनाउँदछ। जीवनमा कहिलेकाहीँ हामीलाई चोट पुग्छ, हामीले अन्याय सहनुपर्छ र त्यतिखेर हाम्रो मन दुख्दछ। ती पीडाहरूलाई समातेर राखिरहँदा हाम्रो हृदय भारी हुन्छ। तर जब हामी क्षमा गर्न सिक्छौँ, हाम्रो मन हलुका हुन्छ। एफिसी 4:32ले हामीलाई यसरी भन्दछ, जसरी परमेश्वरले क्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। हामी आफैले परमेश्वरबाट असीमित क्षमा पाएका छौँ, त्यसैले अरूलाई क्षमा गर्नु हाम्रो जिम्मेवारी मात्र होइन, आशिष पनि हो। क्षमादानले विगतको बोझ हटाउँछ। यसले रिस, तितोपन र बदला लिने भावनालाई हटाएर शान्ति र आनन्द ल्याउँछ। क्षमा गर्नु कमजोरी होइन, यो साहस र विश्वासको चिन्ह हो। यदि आज तपाईको हृदयमा कसैप्रति गुनासो छ भने परमेश्वर समक्ष ल्याउनुहोस् र क्षमा गर्ने निर्णय गर्नुहोस्। जब हामी क्षमा गर्छौँ, परमेश्वरले हाम्रो मनलाई शान्ति र स्वतन्त्रताले भरिदिनुहुन्छ। आमेन। परमेश्वरले तपाईहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिउन्।